नमस्ते। आज हामी नेपालको शेयर बजार अर्थात् निप्सीको बारेमा कुरा गर्दैछौँ। आखिर यो कसरी चल्छ, यसमा के कस्ता जोखिमहरू लुकेका छन् अनि भर्खरै बजारमा छिर्न खोज्नेले के कुरामा ध्यान दिने? आउनुहोस् यही विषयमा गहिरिएर हेरौँ। ल सुरु गरौँ है त। हामी 5वटा मुख्य भागमा यो कुरालाई बुझ्नेछौँ। सबैभन्दा पहिले लगानी किन गर्ने भन्नेदेखि लिएर अन्त्यमा चाहिँ बजारमा कसरी होशियार भएर अघि बढ्ने भन्ने बारेमा कुरा गर्नेछौँ। पहिलो प्रश्न नै यही हो, मान्छेहरू किन आफ्नो पैसा ब्याङ्कमा मात्र नराखेर शेयर बजारतिर आकर्षित भइरहेका छन् त? मुख्य कुरा त हामी सबैले भोगिरहेको समस्या हो, महँगी, जसलाई इन्फ्लेसन भनिन्छ। थाहै नपाई यसले हाम्रो बचतको किन्न सक्ने क्षमतालाई दिनदिनै खटाइरहेको हुन्छ। अब हेर्नुस्, ब्याङ्कको फिक्स्ड डिपोजिटले सुरक्षा त दिन्छ होइन, पैसा डुब्दैन, तर त्यसबाट आउने ब्याजले महँगीलाई पनि जित्न सक्दैन कि भन्ने डर हुन्छ। अर्कोतिर शेयर बजारले चाहिँ सम्पत्ति बढाउने राम्रो मौका दिन सक्छ, तर यो एकदमै फरक खेल हो जसको नियम र जोखिमहरू पनि बिल्कुलै फरक छन्। त्यसो भए यो खेलमा छिर्ने कसरी त? पछिल्ला केही वर्षमा त यसमा प्रवेश गर्ने तरिकामा पूरै काया पलट्ने भएको छ। नेप्सेको यात्रा त दशकौं अघि सुरु भएको हो, तर वास्तविक क्रान्ति त भर्खरै भएको हो। हेर्नुस् न, पहिला कागजमा हुने कारोबार पछि 2008मा अलिअलि कम्प्युटरबाट हुन थाल्यो, तर 2018मा जब पूर्ण अनलाइन सिस्टम आयो अनि 2020मा कोभिडले गर्दा सबै घरमै बस्नु पर्यो, त्यसपछि त बजारमा पहुँच ह्वात्तै बढ्यो, जुन पहिले कहिले सोच्न पनि सकिँदैनथ्यो। हो, त्यसैको नतिजा हो यो। नेपालमा अहिले 70 लाखभन्दा बढी डिम्याट खाताहरू छन्। सोच्नुस् त, यो भनेको देशको कुल जनसङ्ख्याको लगभग 23-24% हो। यो एकदमै ठूलो सङ्ख्या हो। यसको मतलब अहिले दुर्गम गाउँ होस् वा सहर, हातमा एउटा स्मार्टफोन छ भने जो कोहीले पनि सजिलै पैसा हालेर एपबाटै शेयर किनबेच गर्न सक्छन्। कारोबार साँच्चीकै हत्केलामा आइपुगेको छ। ल, बजारमा आउन त सजिलो भयो, तर यहाँ खेल्ने खेलाडीहरू चाहिँ कस्ता छन् त? यहाँनिर पुस्ता अनुसारको एउटा ठूलो भिन्नता देखिन्छ, जसले गर्दा बजारलाई हेर्ने दृष्टिकोण नै दुई किसिमको भएको छ। पहिलाको पुस्ता उहाँहरू लगानीकर्ता हुनुहुन्थ्यो। शेयर किनेपछि त्यसलाई सम्पत्ति जस्तै मानेर कम्पनी कस्तो छ, कति नाफा कमाउँछ भनेर हेरेर लामो समयसम्म राख्नुहुन्थ्यो। तर अहिलेको नयाँ पुस्ता उहाँहरू व्यापारी हुनुहुन्छ। उहाँहरूको ध्यान छोटो समयमा मूल्यमा आउने उतार चढावमा हुन्छ। आज किन्ने, भोलि वा पर्सि भाउ बढेपछि बेचिहाल्ने। अहिलेका धेरैजसो ट्रेडरहरू यही टेक्निकल एनालाइसिसमा भर पर्छन्। उनीहरू कम्पनीको नाफाघाटा वा भविष्यको योजनाभन्दा पनि बजारको चार्ट हेर्छन्। त्यो चार्टमा बनेका विभिन्न लाइन र प्याटर्नहरू हेरेर अब मूल्य माथि जान्छ कि तल झर्छ भनेर अनुमान लगाउँछन्, ताकि छिटो नाफा कमाउन सकियोस्। अब आउँछ सबैभन्दा चाखलाग्दो कुरा, बजारभित्रका लुकेका पासो र जोखिमहरू। धेरैजसो नयाँ मान्छेहरू झुक्किने ठाउँ नै यही हो। नेपालमा धेरैको शेयर बजार यात्रा सुरु हुन्छ आइपिओबाट, र आइपिओलाई यहाँ लगानी भन्दा पनि लट्री जस्तै हेरिन्छ। यो चक्र कसरी चल्छ भने, सुरुमा कम्पनीले 100 रुपैयाँमा शेयर निकाल्छ। अब भर्ने मान्छे धेरै, पढ्ने थोरैलाई। त्यसैले बजारमा आएपछि यसको भाउ ह्वात्तै बढेर आकाश छुन्छ। नयाँ मान्छेले थोरै लगानीमा छोटो समयमै ठूलो नाफा देख्छन्, अनि उनीहरूलाई लाग्छ, शेयर बजार भनेको त सजिलै पैसा कमाउने ठाउँ रहेछ। अनि के हुन्छ? धेरै जसोले आइपिओमा परेको शेयर बेच्छन्, नाफा बुक गर्छन् र दोस्रो बजारबाट बाहिरिन्छन्। अब यहाँनिर एउटा गम्भीर प्रश्न उठ्छ। आइपिओमा 100 रुपैयाँमा शेयर पाएकाहरूले बेच्दैछन् भने त्यही शेयर 2500 रुपैयाँमा किन्ने मान्छे चाहिँ को हो त? हो, यहीँबाट सुरु हुन्छ तातो आलुको खेल। एकले अर्कोले अर्कोलाई बढी मूल्यमा शेयर पास गर्दै जाने। लगानीकर्ताको व्यवहार त छँदैछ, तर बजारको आफ्नै संरचनामा पनि केही गम्भीर कमजोरीहरू छन्। यसलाई बुझ्न एउटा निकै चर्चित उदाहरण छ। नेप्सेको पूर्वाधार भनेको 3 पाङ्ग्रे टेम्पो जस्तै हो। अब हेर्नुस्, एउटा टेम्पो राम्ररी चल्न 3वटै पाङ्ग्रा चाहिन्छ, होइन त? हाम्रो बजारको अगाडिको पाङ्ग्रो अर्थात् शेयर किनबेच गर्ने प्रणाली त्यो त चलिरहेको छ, तर छेउका 2वटा सुरक्षा दिने पाङ्ग्राहरू छैनन्। जस्तै कसैले शेयर बेचेर पैसा तिरेन भने त्यसको ग्यारेन्टी गर्ने सेटलमेन्ट ग्यारेन्टी फन्ड छ त छ, तर त्यसले राम्ररी काम गर्दैन। अनि कारोबार फेल भयो भने त्यसलाई मिलाउने अक्सन मार्केट भन्ने त छँदै छैन। यी सुरक्षाका पाङ्ग्राहरू बिना पूरै बजार नै जोखिममा छ।
अब अर्को ठूलो जोखिम जुन धेरैले वास्तै गर्दैनन् त्यो हाइड्रो पावर क्षेत्रमा लुकेको छ। धेरैजसो हाइड्रो पावर कम्पनीहरू बुट मोडलमा बनेका हुन्छन्। यसको मतलब उनीहरूले निश्चित समय प्राय 30 वर्षसम्म प्रोजेक्ट चलाउँछन् र त्यसपछि त्यो पुरै सरकारलाई बुझाउनुपर्छ। जब प्रोजेक्ट सरकारको हुन्छ त्यो कम्पनीको शेयरको मूल्य 0 हुन्छ। अब कल्पना गर्नुस् त, यदि कुनै हाइड्रो पावर कम्पनी 28 वर्ष पुरानो भइसक्यो र कसैले त्यसको शेयर किन्यो भने अबको 2 वर्षमा त्यसको मूल्य कति होला? हो, यसको उत्तर 0 पनि हुन सक्छ। कम्पनीका मुख्य लगानीकर्ताहरू त यो हुनुभन्दा धेरै अगाडि नै आफ्नो शेयर बेचेर बाहिरिसकेका हुन सक्छन् र अन्त्यमा साना लगानीकर्ताको हातमा रित्तो कागज मात्र पर्न सक्छ। ल, यति धेरै जटिलता र जोखिमहरू छन् भने अब गर्ने के त? बजारमा कसरी अघि बढ्ने त? हाम्रो बजार दुईवटा कुराले चल्छ। एकातिर छ हल्ला र मनोविज्ञान। देशमा राजनीति कस्तो छ, नयाँ अर्थमन्त्री को आउँदैछ भन्ने जस्ता हल्लाले बजारलाई तलमाथि गराउँछ। अर्कोतिर छ तथ्य र कम्पनीको वास्तविकता। कम्पनीले कति कमायो, कति लाभांश दियो, उसको व्यापार भविष्यमा कस्तो होला भन्ने कुरा। एकजना बुद्धिमान लगानीकर्ताले यही हल्ला र तथ्यबीचको फरक छुट्याउन सक्नुपर्छ। त्यसैले खास कुरा के हो भने सफलता भनेको कसैले दिएको टिपको पछि लाग्नु होइन, बरु आफैले ज्ञान हासिल गर्ने र अनुशासनमा बस्ने हो। 1 रुपियाँ लगानी गर्नु अघि राम्ररी बुझ्नुहोस्, जुन कम्पनीको शेयर किन्दै हुनुहुन्छ त्यसले के काम गर्छ भनेर जान्नुहोस्, अनि आफूले कति जोखिम लिन सक्छु भन्ने कुरामा पनि स्पष्ट हुनुहोस्। अन्त्यमा यो प्रश्न आफैलाई सोध्नु जरुरी छ, लगानी गरिँदैछ वा जुवा खेलिँदैछ? किनकि यी दुई बीचको भिन्नता भनेकै ज्ञान हो। यो प्रश्न केवल सारांश मात्र होइन, बजारमा प्रवेश गर्न चाहने हरेक व्यक्तिलाई आफ्नो नियत र तयारीबारे सोच्न लगाउने एउटा चुनौती पनि हो।